सो हेलो एन्ड नमस्ते सो सबैजनालाई। आज चाहिँ म एकदमै हिमालको हिउँ सँगसँगै हाम्रो गाउँमा देखिने गाउँहरूको भिडियोमा सो आइसकेको छु। सो आज चाहिँ हाम्रो एकदम अर्गानिक भिडियो हुने खालको छ। भिडियो चाहिँ दामी तरिकाको। सो जता हेरे नि हिउँ हिउँ देखिरहेछ, एकदम रमाइलो देखिया छ। आज चाहिँ आजको मौसम 2 दिन पानी परेर एकदम तनाव भएको थियो। हिमालमा हिउँदी परेर रहेछ। आज चाहिँ केही देखिया छैन, आकाश एकदम खुल्ला छ। हो हाम्रो गाउँ त त्यस्तो पो छ त हौ। आज चाहिँ प्रचण्डे सरको एकदम अर्गानिक गोठ बनाउन लाग्छौँ हामी। यो भयो हिउँदको लागि गोठ हो। यो चाहिँ टक्क लाएर भैँसिन रहेछ त ल, भैँसी। अनि गाउँ पनि दामी छ कि जोस्। कसलाई? त्यताकोलाई त्यो दामी छ कि। वाउ, यताको साइडतिर चाहिँ अलि बाक्लै छ, कोठी भिरतिर। सो अनि अब चाहिँ प्रचण्डे सरले खानै नखाएको रहेछ। अब प्रचण्डे सरले खानासाना खाएपछि हामी चाहिँ गोठ बनाउनेतिर लाग्छौँ। अनि आज अर्को नि अर्गानिक भिडियो नै हुने खालको छ है। आज त अर्गानिक भिडियो बनाउने भनेर जोसिया छौँ के अरे। अनि हो दामी सिन। कोठीमा आजभोलि त नजाम होला हौ। त्यता चाहिँ नाटका पर्यो। तोरी, यहाँ चाहिँ तोरी सुका रहेछ, एकदम अर्गानिक। एकदम यो चाहिँ कोडोको छ्याङै हो सर। यो छ्याङ हो। यसरी यार पानी बढी गएर रहेछ कि यसरी पकाउनुहुन्छ है? यसरी पकाउने भन्छन् के रे, मलाई त थाहा नै छैन। ल दामी, केही छैन। कोही कोडोको है। ल अर्गानिक खाएपछि ज्यान पनि अर्गानिकै देखिया छ है। लु गाइस, आज चाहिँ हामीले यही छाप्रो बनाउनु ला हो होइन। सोइल चाहिँ डाँडाहरू नि हालेर रेडी बनाइसकेको रहेछ प्रचण्डे सरले। सो अब यसलाई चाहिँ छाउने यताउति कामहरू हुन्छ। अनि सो आजको दिन चाहिँ बवाल नै हुने खालको छ। जोस रमाइलो डाँडा काँडातिर हिमालहरू हेर्दै है, दामी तरिकाले। अनि जलजला पनि देखिन्छ हौ यहाँदेखि त। त्यो जुन देखिरहेको नि पछाडिको हिउँ परेको, त्यही हो जलजला चाहिँ। दामी हिउँ परेको छ। ल चोया लिएर आइसके प्रचण्डे सरले। अब बान्नु पर्यो। अब बान्ने अनि स्याउला ओसार्ने काम एकदम तत्कालै हुन्छ हाम्रो है। ल अब चाहिँ हामी एकछिन बान्छौँ। भिडियो बनाउने भनेको यहाँ ठाउँै पाइएन कि, अलि यता राख्नु पर्यो। ल अब चाहिँ भारी रेडी भयो है। ल मेरो चाहिँ यता रेडी भइसक्यो। यसलाई चाहिँ ट्याक्क लाएर फालिन्छ।
झन्डै मारे नि गाँठे। Oh my god, गाह्रो पो हुन्छ त हौ काम गर्ने। दामी तरिकाले अब गोठ सिर्जिनेवाला छ। म चाहिँ यहाँ बसिरहेको छु रुखको टुप्पोमा गएर त्यहाँ काटिरहेको छु नै। हेलो सर, के छ त अनि? खसौला नि। ल अब चाहिँ छाउने रेडी भइसक्यो हाम्रो। त्यो दामी छ कि त्यताको भ्यू चाहिँ। त्यहाँ चाहिँ 12 लाउन लागिसकेको छ कोठीभिरमा चाहिँ टपमा। अस्ति हामी त्यही पुगेको यार, कति टाढा छ कि। ल हामीलाई चाहिँ यस्तो गोठ बनाउनु नि आउँछ है। हामी यस्तो खतरा छौँ कि एकैछिनमा यत्रो गोठ सिर्जाइदिइसकेका छौँ। प्रचण्ड सरको गोठ पोस हान्दिउँ त सर एकचोटि। ल अब चाहिँ सिर्जिसकेको अवस्था छ। ल दामी छ सर, दामी। ल आजको हाम्रो काम चाहिँ यही नै हो, अझै अर्को काम पनि छ। लु गाइस दामी ठुक्यो यार। सो आजको भिडियो चाहिँ यति नै भयो। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब हान्नु होला। हाम्रो गाउँठाउँको भिडियो कस्तो लाग्छ तपाईँलाई